हेलो गाइस, नमस्ते, वेलकम ब्याक टु माई युट्युब च्यानल। म हुँ तपाईँहरूको आफ्नै प्यारी आरती। तपाईँहरूलाई के कस्तो छ? मलाई एकदम सन्चै अनि आरामै छ भन्दा पनि अलिअलि म बिरामी छु। मेरो घाँटी दुखिरहेछ, ज्वरो पनि आइरहेछ हल्का हल्का, अनि रुगामर्गी पनि लागिरहेछ। अनि तपाईँहरूले एउटा कुरा विचार गर्नुभयो, म कहाँ छु त? म छु अहिले घरमा। म हिजो अस्ति बिर्तामोड गएको थिएँ अनि तपाईलाई त थाहा छँदैछ म अहिले घरमा छु। अनि मैले बिहानदेखि भिडियो पनि गरिनँ किनकि बिसन्चो थियो अनि घर पनि आउनु पर्ने थियो, त्यही भएर धेरै भिडियोहरू पनि गरिनँ। अनि आज यसो ब्लग नहालौँ कि भनेको थिएँ, फेरि हाल्नु पर्यो, एकछिन त हो नि भनेर मैले ब्लग स्टार्ट गरेको छु। थोरै भए पनि जे भए पनि माया गर्नु होला, साथ दिनु होला है त। अनि तपाईँले खाजा खानुभएको भएन? मैले त अघि खाइसकेँ, अब चिया खान बाँकी छ। अनि चिया पनि हामी एकछिनमा खान्छौँ, त्यो हामी तपाईँलाई देखाइहाल्छौँ। खाजा खाएको चाहिँ मैले देखाइनँ, त्यही भएर हामीसँग त होइन, सरी, मसँग कन्टिन्यू रहनु होला अहिलेको लागि। बाई। ल यहाँ हेर्नुहोस्, हाम्रो त यस्तो धेरै घाम छ, टन्टला पुर घाम लागेको छ। तपाईँहरूकोमा के कस्तो छ? साथीहरू, तपाईँहरूले चाहिँ आज के सब्जी बनाउन आँट्नुभयो? मैले चाहिँ आज च्याउ बनाउन आँटेँ। यो चाहिँ मेरो एकदम फेभरेट सब्जी हो। तपाईँहरूले के बनाउन आँट्नुभयो मलाई कमेन्टमा भन्नु है त। अब म तपाईँलाई एउटा जादु देखाउँछु। जादु 1 2 3। हेर्नुहोस् साथीहरू, मेरो जादु। यो चाहिँ मेरो च्याउ र आलु हो। अघि चाहिँ मैले च्याउ मात्र देखाएको थिएँ, त्यस्तो च्याउलाई मैले यस्तो बनाइसकेँ। अब म यो च्याउलाई पर भुटेर मिठो बनाउनु छ है साथीहरू। हामीलाई चाहिँ यो सब्जी पनि धेरै हुन्छ क्या साथीहरू, किनकि हाम्रो घरमा चाहिँ 3 जना मात्र छु, मैले 2 जना भाइ अनि म मात्र छु। किनकि मेरो मावलबाट पनि अर्को भाइ पनि आएको छ। अनि मेरो मामु बाबा चाहिँ इन्डिया हुनुहुन्छ अनि मेरो हजुरबा पनि अहिले घरमा हुनुहुन्न। त्यही भएर मेरो सब्जी आजको लागि यति पनि हामीलाई धेर हुन्छ। अब म तपाईँलाई खाना पकाउने बेलामा भेट्छु है त साथीहरू। अहिले तपाईँलाई भनेको थिएँ नि होइन, हाम्रोमा चिया खाने बेला हुँदैछ एकछिनमा भनेर। यहाँ रहेको छ हाम्रो दुध उम्लिँदैछ अनि दुध उम्लेपछि हामी खान्छौँ चिया। त्यसैले 1 2 3 ओ साथीहरू, मेरो चिया पनि बनेर एकदम रेडी भइसक्यो। तपाईँहरूलाई पनि आरतीको हातको चिया खान वेलकम छ। यो चाहिँ धुवाले क्यामेरा ब्लर हुँदैछ है साथीहरू। मेरो बोली पनि लटपटिँदैछ अलिअलि, त्यस्तै कोही बेला अलिअलि बोली लटपटिन्छ। अब म चाहिँ चिया खान्छु है त। उसलाई त तपाईँले चिन्नै हुन्छ साथीहरू, हो मेरो निक्की। मैले उसलाई 5 दिनपछि भेट्दैछु। मेरो निक्कीलाई मैले 5 दिनपछि भेट्दैछु। निक्कीको हालत चाहिँ त्यहाँ अहिले कुदेर पानीमा सबै भिजेर आएको छ, हेर्न सक्नुहुन्छ यसको हालत। यसलाई पनि मर्की लागेको छ, त्यहाँ हाँचिङ गर्दैछ। कुकुर सँगसँगै हाम्रो चाहिँ घरमा बिरालो पनि छ है साथीहरू। यहाँ हेर्न सक्नुहुन्छ हाम्रो बिरालो। यो पनि हामीले पालेको 3-4 वर्ष भइसक्यो। कुकुर देख्नुभयो, हाम्रो बिरालो पनि हेर्नुहोस् कति क्युट छिन्। क्युटी। यसलाई चाहिँ यसरी कनाइदियो भने आराम मिल्छ क्या साथीहरू, हो किन भन्दा। सो यहाँ चाहिँ अघि खाजा खाएर पनि फेरि एकचोटि खाजा खाँदैछन् साथीहरू। को छ यस्तो 2-3चोटि खाजा खाने, यस्तो धेरै खाजा खानुहुन्छ यहाँ चाहिँ। अनि उहाँबाट चाहिँ एकजना कराक हुन्छ। कति कराक। यसलाई पनि बिस्कुट चाहियो अरे, यसलाई पनि बिस्कुट। यो नि बिस्कुट मुखे। मेरो चाहिँ यहाँ कराई पनि एकदम तातै छ, रेडी छ मेरो कराई चाहिँ। अनि तातिसकेर म यसमा तेल हाल्छु। त्यसपछि मेरो यहाँ छ सब्जी अनि मैले यहाँ रेडी पारेको छु प्याज। सब्जी ओइरेपछि म हजुरहरूलाई भेट्छु है त। माथि पार्दैछ हाम्रो सब्जी च्याउ अनि म यहाँ माथिबाट हाल्दैछु टमाटर। मजाले चलाएर फेरि माथि गर्दाखेरि चाहिँ अलिक खल्लो कस्तो केही नलागे जस्तो देखिँदो रहेछ। त्यस्तो चाहिँ होइन, वास्तवमा सब्जी चाहिँ यस्तो भएको छ। अब यो टमाटरलाई मजाले पाक्न राखेर
एकछिन छोपिदिएर रेडी गरेपछि म हरियो देखाउँछु है त ल। यो चाहिँ हो साथीहरू मेरो सब्जीको फाइनल सब्जी यस्तो मिठो देखिरहेको छ होइन। यहाँ तपाईँहरूले के कस्तो देख्नुहुन्छ, रियलमा चाहिँ एकदम मिठो छ। यहाँ हेर्न सक्नुहुन्छ है, हेर्न सक्नुहुन्छ है कस्तो मिठो देखेर सुरुमा सेतो सेतो देखिन्छ है, हेर्न सक्नुहुन्छ कस्तो मिठो छ। अनि त्यहाँ रहेको छ मेरो माम, यो चाहिँ मेरो माम पाक्दैछ, मेरो माम अनि साथीहरू मेरो माम पाक्दैछ। अनि तपाईँहरूले के कस्तो सब्जी बनाउनु भयो मलाई मलाई कमेन्ट गर्नु होला के सब्जी खानुभयो। मेरो बोली आज साह्रै नपठाइदिएछ है गाइज, डोन्ट माइन्ड होइन। के सब्जी खानुभयो मलाई कमेन्ट गर्नु होला है त। अनि अहिलेको मौसम रहेको छ यस्तो दामी मौसम रहेको छ, यस्तो दामी हरियाली मौसम रहेको छ। अनि यहाँ चाहिँ रहेको छ मेरो सानो फुलबारी, अनि यो रहेको छ हामीले फुल लगाएको हेर्नु साथीहरू कस्तो दामी छ। त्यहाँबाट माथि गएर त्यहाँबाट यस्तो गएको छ देख्नुहुन्छ। अनि म तपाईँलाई अरू पनि देखाउँछु। जुम यहाँ पनि रहेको छ मेरो ब्युटिफुल फुल रहेको छ भने यहाँ मेरो रोज फुल पनि छ। रोज फुल तर अस्ति हामीले एकचोटि काटिदियौँ, त्यही भएर अहिले फुलेको छैन। अनि यहाँ छ मेरो भिन्डीबारी, यो हो मेरो भिन्डीबारी, हेर्नु कति धेरै छ भिन्डीबारी। तपाईँलाई पनि चिन्छ भने मसँग सम्पर्क गर्नुहोला है त। भिन्डी खानुपर्छ न। यहाँ रहेको छ मेरो मेवा, देख्दै हुन्छ यो चाहिँ मेरो मेवा हो। त्यहाँ पनि छ, यहाँ माथि पनि छ। अनि त्यहाँ हेर्नु मेरो फुल कस्तो दामी देखिरहेछ। मेरो निकै पनि हेर्दैछ, ऊ को हो भन्दै हेर्दैछ। उतापट्टि बिरालो पनि हेर्दैछ। यहाँ आउँदैछन् मेरा भाइहरू, हेलो भने हेलो भन्दैछन्। उनीहरू चाहिँ यहाँ डुलेर आएका, मैले चाहिँ भाषा चाहिँ पकाइसकेँ, यिनीहरू डुल्दैछन् देख्नुभयो। अनि साथीहरू आजको लागि यति नै, भेटौँला अर्को भ्लगमा, बाई।